But yes. Whoa, wonderful. Great. Here we finally reached our destination. Ajirkot. Yay. Woo. Dengue. गुड मर्निङ साथीहरु, नमस्ते। ल है हामी भने अब गोर्खा लाग्दैछौँ भरतपुरबाट अगाडि। अहिले भने हामी मुगलिनपुरमा आइसकेको छु। यस्तो छ है, यो पुरानो भयो अरे, यो नयाँ पुल। मोरसाङदीप पुल लम्बाइ 125 मिटर। यहाँबाट भने गोर्खाको सिमाना सुरु हुन्छ यो पुलबाट है। यो हो गोर्खा भालेश्वराबाट लिएको अलिकति क्लिप। यहाँ चाहिँ दरौदी खोला देखेको छ तल, यो लगभग सुकिसकेको छ, धेरै कम सानो भइसकेको छ अहिले। अहिले भने हामी गोर्खा भच्चेक अजिरकोट नम्की हुँदै सिरनडाँडातिर लाग्दैछु। बाइक कुदाउने भए चाहिँ यो रोडमा आउनुपर्छ है, एकदम खुल्ला पिच रोड, जहाँ कुदाए पनि आँखा बन्द गरेर कुदाए हुन्छ नि। नम्की होमस्टे इन भइसक्यो हामी। अब नम्की पनि आइहाल्यो, पार देखेको ठाउँ पुरा नम्की हो। वाह वाह वाह, दामी छ, दामी भ्युजहरू दामी छ। तर यहाँ घुस्सु लाएर घुस्सु के पुरा यस्तो लाएर अलिकति भ्यू राम्रो, माथि डाँडा हिमालहरू देख्न पाइएन। तर गाउँ सफा, यतिको मजा ठाउँ भने घुम्न आउनै पर्छ है। हेर्दै गर्नु है, हेर्दै गर्नु। योभन्दा माथि चाहिँ अब माथि चाहिँ सिरनडाँडा आउँछ। माइल दादा र भाउजू भने अगाडि बुलेटमा कुद्दैछ है, बुटुट बारेर।
गुम्बा हिमाली समाज गुम्बा जाने भित्र डिप्सना गर्ने हो ट्याङ्गे आम्मामा बाल त अघि झोलामा थियो टोपी गाडी छ हाम्रो खलक यहाँ छ हाम्रो लाली ग्लासको बोट अलि तल रहेछ झन्नै काटेर हाल्नु पर्यो केमा भाइरल चाहिँ खिचेको थियो अरे अब आयो कि आएन हामी भने अहिले गोर्खा सिरन डाँडा आइपुगिसकेको छ यहाँबाट माथि अझै पनि जानलाई बाटो त छ तर हामी यहाँबाट माथि जाँदैन लास्ट लोकेसन यही हो यता हो भने जाँदैछौँ हामी सिरन डाँडाको भाइरल ढुङ्गाको घर अहिले टिकटकमा एकदमै भाइरल भएको सिरन डाँडा गोर्खा सिरन डाँडाको यो ढुङ्गाको चिटिक्कै परेको घर होइन आउन सक्नुहुन्छ यहाँ आएर टिकटक सिकटक बनाउने भिडियो बनाउने रिल्स बनाउने जे पनि सकिन्छ तर हामीले भने यहाँ घरधरी घरको मालिक भेट्न सकिएन होइन बिना पर्मिसनको भिडियोहरू बनाइयो त्यसको लागि भने क्षमा प्रार्थी छु हामी भने यहाँ चाहिँ भिडियो बनाउने अनि फोटोसोटो खिच्ने सबै गरिन्छ है अब हेर्न सक्नुहुन्छ यहाँबाट एकदम भिरै भिड छ भिरको मुनि तल एकदम कुनामा चाहिँ एउटा गाउँ छ के गाउँ हो यो हेर्न सक्नुहुन्छ एकदम हेर्नुहोस् त यति बस्ती होइन बाबालाई हेलो भन्देऊ न अनुहार त सब फुटेर यस्तो भइरहेछ हेलो भन्देऊ बाबालाई नाक फुटेर हाई गर्दैन हाई गर्देऊ न हाई गर्दैन मेरो भनेर फोन गरिराख्यो न बुढीको नाम हाई कान्देवाला हाई गर्दै यहाँ रोडमा बस्नु हुँदैन गाडीहरु भिकेर ल्याउँछ कस्तो सडक देखे हैन त्यस्तै आयो ल हाई गरौँ ल ट्याङ्गे बाई देखे हैन त्यस्तै आयो ल हाई गरौँ ल ट्याङ्गे
बाई ल ग्यारेजबाट निस्कियो होइन यहाँबाट अफरोडिङ माथि जाने बाटो यही हेर यहाँ छ हाम्रो खतरनाक अफरोडिङ धेरैजना गएर आइरहेको खस्यो कि क्या हो हाम्रो बाइकले चाहिँ हार मानेको छैन तानिरहेको छ बाइकले हामी दुईजनालाई अब यहाँ के हुने तान्यो गऱ्यो हाम्रो बाइकले खस्छु कि क्या हो ब्याग यहीँ छ काट्ने ओ माई गड हाम्रो खतरनाक अफरोडिङ सँगै म झुन्डिरहेको छु काखमा मेरो ब्याग छ एउटा यहाँ ओ माई गड केही छैन अलिअलि ठिकैको कन्डिसनमा छैन बाइकले राम्रै गरिरहेको छ यो तान्यो वन्डरफुल कन्डिसन Yes, yeah, let's do it. Yes, we are going. Daniel, it's doing wonderful. Oh my God. अझै माथि हो हिँड्नु न लास्टसम्म छ बाटो फेरि छ बाइक we are going to our destination Azipkot where these kids going yes come on we can do it then भाइले रिएक्सन दियो वे Samsung Galaxy रे तर यो Vivo हो finally to our destination हिँड्नु न उता सिधै here is लालीगुराँस क्यामेरामा क्याप्चर भयो कि भएन तर छ तलतिर but yes whoa wonderful great here it's we finally reached our destination Azipkot yay woo Dengue फाइनली गाइज हामी भने गोर्खाको अजिरकोट डाँडा
गोर्खा भत्चेक अजिरकोट डाँडा अजिरकोट मन्दिर आइसकेको छौँ। मन्दिर बारी डाँडामा छ, त्यो पनि हामी देखाउने नै छौँ। अहिले भने यहाँ जस्ट आइपुगेको। यहाँको भ्यू भने यस्तो छ है, यहाँबाट तल एकदम पुरै भ्यू। त्यो भने मेन बाटो, मेन रोड हो, यो पुरै पिच छ। यो पुरै जङ्गल, खासै राम्रो देखाउन सकिएन यो मौसमले गर्दाखेरि। यता भने पुरै भिड छ है, आफ्नो सेफ्टी आफै गर्ने हो। यहाँ लालीगुराँस लगभग फुलेर झरिसकेको छ, अहिले खासै छैन, एउटा दुईटा छ। यहाँ भने तपाईहरु पिकनिकको लागि या लभ परेको जोडी छ भने डेटिङसम्म आइसक्छ। र यहाँको ठाउँ भने एकदमै गन्दा गरेको रहेछ, पुरा खाएर यो प्लास्टिक पुरै यतै फालेर एकदम गन्दा गराइरहेको छ। लगभग यता अलिकति साफ भए चाहिँ अझै राम्रो हुन्थ्यो, तैपनि ठिकै छ यतिको। यहाँ देख्न सक्नुहुन्छ एनसिएल को दुईटा टावर छ। पहिला टावर नआउँदाखेरि हामी रुखमा चढेर टावर आउँछ कि टावर टिप्छ कि भन्दै घुम्नु पर्थ्यो। यहाँ टावर लागेदेखि चाहिँ गाउँमा केही समस्या छैन, भित्र सुती नेटवर्क 4G सरर चलिहाल्छ है अहिले भने। यो चाहिँ पानीको लागि निकासा राम्रो बनाएको छ। के छ माथि यस्तो बनाइरहेछ? बाटो धेरै परसम्म छ भन्ने कुरो छ है, हामी धेरै पर त जान्न, फाइदा पनि छैन धेरै गएर। जे होस् घुम्नलाई यसो वाकिङ टाइम पास गर्ने हो भने चाहिँ राम्रो हिजो ठाउँ सफा एकदम। यता भने धारापानी अग्री डाँडा गाउँ छ। बाटो सायद टाढैसम्म छ कि कन्टिन्यू, हामी भने यता जाँदैन है। तल के देखेको छ खै के हो, वापस फर्किन्छु। यो भने मन्दिर जाने बाटो, मन्दिरको गेट। कहाँबाट हो यिनीहरू स्कुल ड्रेसमा? बस्ने ठाउँ पनि तगडा रहेछ। यता कहाँ जानु रहेछ फेरि? पुरा दायाँ बायाँ यताउता पाखाइभरि लालीगुराँसै लालीगुराँस छ। यो पुरा मन्दिरलाई एक चक्कर लाउनु पर्यो। तल पनि बाटो रहेछ बस्नलाई, यस्तो मजाको ढुङ्गाको ठक्क बनाएको छ है।
यता डाँडा पनि पोइन्ट ठाउँ रहेछ जान भन्ने गइन है जस्ट देखाएको मात्र हो यो चाहिँ एक चक्कर यो पुरा ढुङ्गाको हेर्नुस् यति राम्रो छ मन्दिरको एक चक्कर लगायो हो भने मन्दिर आज बन्द रहेछ ताला लागेको छ आज मन्दिर बन्द पुरा यस्तो बनाइरहेको छ यहाँ अब भने हामी यताको घुमघाम भिजिट भ्याएर चितवनतिर फर्किने तर्खरमा छु अहिले भने हामी यो डाँडा बाटो चिप्लेडी चित्रेपाम हुँदै तल के भन्छौ नाम पनि आएन तल झरिहाल्छु पहिला हामी तलबाट आएको बाटो एकदम डेन्जर खतरा एकदम गाह्रो भयो बाइकको यताउता बाइक पनि हालत खराब भएछ Check it out. We are going somewhere we also don't know. So great. Here it's Laliguras. देखना Whoa, whoa. What is? Oh my god. Oh my god. Oi, Tengi. आइज ला ला हेलो हामी बजिरकोट डाँडाबाट Let's go. यो अब हामी अघि आउँदा कालो अब ओह्रालो Offroading. Yes. Oh my god. Whoa. Yes. Yes. Oh my god. Have a round. Yes. Hey, hey. 1 or 2 round. Yes. 2 rounds remaining. Yes. God.
going down again one round. Something else came. What is this? I don't know. We don't know. Don't know. It's a temple. Don't know the name of the temple. Yeah. It's very downwards. Oh, हमारा main road. चलते हैं up. Main road आ गया. अब होगी speeding. Yeah, what is this? Our local people. Yes. Look at it. Bye bye. Yes. Yeah. Look at the road. हाम्रो स्पिड बढिसकेको छ अगाडि हाम्रो बुलेटबाट एउटा बच्चाले हेरिरहेको छ The off-roading has again started. It's normal. I think the accident happened here. The bike is not pulling. Come on, you can do it. Bike can have 200 in the mag. It's pulling here. You can do it. It's CNS 200. It has already reached Mustang also. फाइनली गाइज अहिले हामी गोर्खाको गाउँपातले नम्रु भन्ने गाउँमा आइपुग्यो हाम्रो मेन डेस्टिनेसन नै यही थियो कि बुजुलाई भेट्ने उहाँ चाहिँ अहिले 103 वर्षको पुग्नुभयो उहाँ हाम्रो आमाको साखै माइजो अहिले एकदमै 103 वर्ष भइसक्यो अझै पनि एकदम एक्टिभ आफै खाना पिना यताउता गर्ने अझै काम पनि गर्न सक्ने हुनुहुन्छ यतिको एक्टिभ मान्छे बुजु चाहिँ हुनुहुन्छ है